कति ढिलो उठेको, यो त घर हो माइत होइन। त्यही त हो नि आमा, बिहेको दिन साथीभाइ भन्यो यसो रमाइलो भन्यो, सुत्न ढिलो भएको थियो, त्यही भएर उठ्न ढिलो भएको। बिहा गरेको भोलिपल्टैदेखिको ढाकछोप सुरु भयो? त्यस्तो होइन आमा। भयो चुप लाग्नु। आमा दर्शन के को टाउको निहुरिएको हो? बिहा गरे 2-4 दिनसम्म त गोडे डौ गरे पनि हुन्छ भो। हस् तँ कपाल पनि बाँध्न हुँदैन, किन फिराएर हिँडे? त्यो चियामा पनि चिनी राख्ने होइन नि, सखर राखेर बनाउने। हस् आमा। आमा भर्खर बिहे गरेर ल्याएकी बिचरा, अलि बिस्तारै सानो स्वरले सम्झाउनु है, फेरि नराम्रो मान्ली। 2-4 दिन बुहारी भनेर फुर्किएर मगु गर्ने मेरो बानी छैन। जस्ताको तस्तै बोल्ने हो म त। आमा चलिन। आमा चिया कस्तो छ? पास हुन्छेस् कि फेल हुन्छेस् भरे बताउँछु। म एकछिन डुलेर आउँछु, 9 बजे दबाई खानुपर्छ, खाना बनाएर राख ल। हस् आमा। बुढो पहिला फोनमा बोल्दाखेरि त आमा यसरी बोल्नु भएको जस्तो लागेको थिएन मलाई त है। त्यही त भनेको, म पनि 3 छक परेँ, तिमीलाई यस्तो व्यवहार गर्नुहुन्न जस्तो लागेको थियो। आमा कस्तो लाग्यो खाना हजुरलाई? फेल भइस। के भएर फेल भएछ आमा? खाना त मिठै थियो त। त्यो मात्रै भएर भयो त? सब्जीमा नुन कम चाहिन्छ, प्रेसर छ, सुगर छ, आलु खानु हुँदैन। ए आमा, बिहे गरेको भर्खर 1 दिन हुँदैछ, अनि उसलाई घरको सदस्यलाई के छ कसो छ, के मनपर्छ मन पर्दैन उसलाई थाहा हुन्छ त, सिकाउनु पो पर्छ त। अनि 4 वर्षदेखिको लभ गरेर बसेर आफ्नी आमाको कुरो केही बताइनस्? त्यत्रो खर्च गरेर बिहा गरेपछि त अलिअलि सट्टपट्ट त हुनुपर्छ भो। ए बल्ल बुझेँ, बुहारी चित्त नबुझेको होइन, हजुरलाई दाइजो चाहिएको रहेछ। त्यत्रो 10 लाखको सुन लगेको आफू, अनि गहना लगेको, न तिमीलाई केही लगाइदिए न मलाई केही दिए। आमा हजुरले यस्तो सोच्नु होला जस्तो लागेको थिएन। उहाँले नि केही पनि पर्दैन भन्नुभएको भएर मात्रै हो केही नदिनु भएको मेरो माइतीले। यसले त भनिहाल्छ नि। आमा भयो, अब यो कुरा अगाडि नबढाऊ, अरूले थाहा पाउँछन् फेरि। थाहा पाए पाउँछन्। ए आमा, बरु के चाहिन्छ भन्नु, म बनाइदिन्छु के तपाईँलाई। पर्दैन बनाउन, आफ्नै लागेपछि के अर्थ? उहाँहरूले त दाइजो मात्रै नदिनु भएको आमा, हाम्रो लागि भनेर 20 लाख रुपियाँ खातामा राखिदिनु भएको छ। ए त्यसो भए त बुहारी पनि हाम्रै, पैसा पनि हाम्रै है बाबु। हो त आमा, जे कुरामा पनि बुझेर मात्रै बोल्न पर्छ कि। उहाँहरूले त दिन्छु भन्नुभएको थियो, मैले पर्दैन भने, बरु दिने भए आफ्नै छोरीलाई दिनु भनेर भनेको, 20 लाख रुपियाँ खातामा हालिदिनु भएको छ। आखिर त्यो पनि त यो घरकी बुहारीको भएपछि हाम्रै होला। अब आमाले अलि अर्कै व्यवहार देखाउनु भयो, कस्तो चित्त दुखाइ बिचरा, अब कसरी फकाउने हो? पिर नगर बाबु, म फकाइहाल्छु नि, मेरै बुहारी त हो नि।